आज भ्याट नियम 41(1) गलाई केवल सिद्धान्तमा होइन, हाम्रो व्यावहारिक प्रयोग र दैनिक बानीमा कसरी ढाल्ने त्यो हेरौँ। सबैभन्दा ठूलो भ्रमबाटै सुरु गरौँ है। हातमा भ्याट बिल हुँदैमा कर कट्टी वा आइटिसी पाइन्छ भन्ने ग्यारेन्टी बिल्कुलै हुँदैन। यो इन्फोग्राफिकले इनपुट ट्याक्स क्रेडिट प्रतिबन्धको मुख्य नियमलाई एकदमै प्रष्टसँग देखाउँछ। सरल भाषामा भन्दा व्यक्तिगत वा गैर व्यावसायिक खर्चहरूमा कर कट्टी गर्न नियम 41(1) गले सिधै रोक लगाउँछ। किन त? स्पष्ट छ नि। दुरुपयोग रोक्न, सरकारी राजस्व जोगाउन र समग्र कर प्रणालीलाई निष्पक्ष राख्न यो एकदमै जरुरी छ। अब यसको व्यावहारिक प्रयोगतर्फ लागौँ। एउटा मात्र प्रश्न, के यो खर्च साँच्चीकै व्यवसायकै लागि गरिएको थियो त? यहाँ हेरौँ त, व्यक्तिगत मनोरञ्जनका खर्च र मान्य व्यावसायिक खर्चहरूबीच कति ठूलो र स्पष्ट भिन्नता छ। जस्तै अफिस पार्टी वा मदिरा खरिदमा कुनै छुट छैन, तर बिक्री गर्ने स्टक खरिदमा भने पक्कै पाइन्छ। अझै अगाडि बढौँ। प्राय सबैलाई झुक्काउने इन्धन सम्बन्धी नियमले कसरी काम गर्छ त्यो बुझ्न झनै रोचक छ। इन्धनको नियम निकै कडा छ। व्यक्तिगत कारको पेट्रोलमा छुट पाइँदैन, तर कारखानाको जनरेटरमा हाल्ने डिजलमा भने पूर्ण अनुमति छ। उदाहरणका लागि, व्यक्तिगत पेट्रोलमा तिरेको 1300 रुपियाँ भ्याट दाबी गर्न खोज्नु पूर्ण रूपमा गैरकानुनी हो। तर ठिक उल्टो, डेलिभरी गाडीको डिजलमा तिरेको 2600 रुपियाँ भ्याट दाबी गर्न चाहिँ मज्जाले पाइन्छ। हो, यही निरन्तर पालना सुनिश्चित गर्न यी नियमहरूलाई हाम्रो दैनिक लेखा राख्ने बानीमै ढाल्न अति आवश्यक छ। दैनिक बानी यस्तो होस्: पहिले बिलको उद्देश्य जाँच्ने, अनि प्रयोग हेर्ने, र अन्त्यमा करयोग्य आपूर्तिसँगको सम्बन्ध यकिन गर्ने। अन्त्यमा एउटा मननयोग्य कुरा: के आगामी खर्चले साँच्चै व्यवसाय बढाइरहेको छ वा अनावश्यक आइटिसी जरिवानाको जोखिम निम्त्याइरहेको छ?